नमस्ते साथीहरु, स्वागत छ यहाँहरुलाई हरेक शनिबार झापाली खाजा घरले गर्ने कार्यक्रम स्वाद र सवाल एपिसोड नम्बर 2 मा। यो हाम्रो रमाइलो कार्यक्रम हो जहाँ खानाको स्वाद सँगै प्रश्न उत्तरको पनि मजा पाइन्छ। सो आज पनि हामीसँग केही प्रतियोगीहरु हुनुहुन्छ। उहाँहरुले पनि 10 वटा प्रश्नको सामना गर्नुपर्नेछ र 10 वटै प्रश्नको सही जवाफ दिन सकेमा झापाली खाजा घरको तर्फबाट 3 वटा खाजा बिल्कुलै फ्री। आउनुस् अब आजको खेल सुरु गरौँ। आज पनि हामीसँग छन् नयाँ प्रतियोगीहरु जसले 10 वटा प्रश्नको सामना गर्नुपर्ने छ। सो आजको कार्यक्रम सुरु गरौँ। सर्वप्रथम स्वागत गरौँ हाम्रो प्रतियोगीहरुलाई। तपाईको परिचय? मेरो नाम सुप्रिया हो, मधुरा हाटबाट। मेरो नाम दिपिसा श्रेष्ठ, मधुरा बजार सिन्धुलीबाट। मेरो नाम ईश्वरीका अधिकारी, रातमात्रा सिन्धुलीबाट। मेरो नाम आर्याना श्रेष्ठ, रातमाटा प्लानिङबाट। मेरो नाम हिमाली मगर, रातमाटा सिन्धुलीबाट। मेरो नाम सन्ध्या तिङलाङ्गी, धुरा बजार सिन्धुलीबाट। सो हामीसँग सिन्धुली बजारका विभिन्न ठाउँहरुबाट आउनुभएका बहिनीहरु हुनुहुन्छ। सो उहाँहरुलाई पनि हामी प्रश्न सोधौं। तपाईहरु तयार हुनुहुन्छ प्रश्नको लागि? सो तपाईहरु सल्लाह गरेर भन्न सक्नुहुन्छ है त। तपाईको पहिलो प्रश्न यस प्रकारको छ, नेपालमा हाल कतिवटा जिल्ला छन्? 77 वटा जिल्ला। नेपालको सबैभन्दा ठूलो ताल कुन हो? राराताल। नेपालको राष्ट्रिय पंक्षी कुन हो? डाफे। सगरमाथाको उचाइ कति छ? 884.86 मिटर। घुमाउरो प्रश्न छ यो चाहिँ, तपाईहरुले सोचेर भन्नु होला। आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो? यार्सा गुम्बा। हामीले 10 वटा प्रश्नलाई जम्मा 3 भागमा विभाजन गरेका छौं, जसमा 5 वटा क्वेशन एकदम सजिलो र छिटो एन्सर आउने क्वेशन रहनेछ र त्यसपछि 2 वटा क्वेशन चाहिँ ट्रिकी हुनेछ र लास्टको 3 वटा प्रश्न चाहिँ सिन्धुली जिल्लासँग सम्बन्धित हुनेछ। सो तपाईहरु तयार हुनुहुन्छ? तयार छौं। यो प्रश्न अलिकति ट्रिकी प्रश्न छ, ध्यान दिएर सरसल्लाह गरेर तपाईहरुले भन्न सक्नुहुनेछ। एउटा कोठामा 4 वटा कुना छ, 4 वटा कुनामा 4 वटा बिरालो छ। हरेक बिरालोको अगाडि 3 वटा बिरालो छ। अब भन्नुस् कतिवटा बिरालो छ? ओके, सल्लाह गरौँ। उहाँहरूले सल्लाह गरुन्जेलसम्म म तपाईहरुलाई थोरै फेरि पनि झापाली खाजा घरको बारेमा जानकारी गराउन चाहन्छु। सो यो कार्यक्रम हो स्वाद र सवाल। हरेक शनिबार झापाली खाजा घरमा चाहिँ यो कार्यक्रम गरिनेछ, जसमा तपाईहरुलाई 10 वटा प्रश्न सोध्नेछौँ। 10 वटा प्रश्नको सही जवाफ दिनुभयो भने हामीले फ्रीमा खाजा प्रोभाइड गर्नेछौँ। यसको पहिलो एपिसोड चाहिँ हाम्रो युट्युब च्यानलमा आइसकेको छ, सन्तोष नेपाली ब्लग एन्ड इन्टरटेनमेन्टमा। यो दोस्रो एपिसोड हो। फेरि हजुरहरु पनि अर्को एपिसोडमा जोडिन सक्नुहुनेछ। त्यसको लागि झापाली खाजा घरमा शनिबार आउनुपर्ने हुन्छ है त। ओके, ल कतिवटा भयो ल मलाई भनिदिनुस्? 16 वटा। एकचोटी अझै सोचेर भन्दियो। यो ट्रिकी प्रश्न हो, मैले अघि पनि तपाईहरुलाई भने अलिकति दिमाग लाउनु पर्ने हुन्छ यो प्रश्नमा। ल फाइनल एन्सर 16 वटा हो त। उहाँहरुले सल्लाह गरिसक्नु भएको छ। ल एन्सर सुनौँ है त। 16 वटा। गलत एन्सर दिनु भएको छ यो प्रश्नको। मैले यो ट्रिकी प्रश्न हो भनेको थिएँ अघि पनि। म तपाईहरुलाई एन्सर भन्दिउ। जम्मा जम्मी त्यो कोठामा 4 वटा बिरालो छ। कसरी भन्नुहुन्छ भने 4 वटा कुना छ, 4 वटा कुनामा एउटा बिरालो छ। कतिवटा भयो? 4 वटा। हरेक एउटा बिरालोको अगाडि 3 वटा बिरालो छ भनेको यो 4 जना भएको ठाउँमा एउटा बिरालोको अगाडि कतिवटा बिरालो हुन्छ? 3टा। हैन, अनि यसको अगाडि कतिवटा? त्यही 3टा। यसको अगाडि पनि त्यही 3टा, यसको अगाडि पनि त्यही 3टा भनेपछि जम्मा कतिवटा रहेछ? 4 वटा हैन। बहिनीहरुले यो 6औं नम्बरको प्रश्न मिलाउनु भएको छैन, त्यही भएर हामीले चाहिँ यो प्रश्नलाई यही एन्ड गर्छौं। जाँदा जाँदै हाम्रो दर्शकहरु र झापाली खाजा घरमा आउने ग्राहकहरुलाई के भन्न चाहनुहुन्छ? सबैजना झापाली खाजा घरमा आउनु होला अनि यसै क्वेशन सोधेर फ्री खाना पनि पाउनुहुन्छ, त्यति भन्न चाहन्छु। कार्यक्रममा जोडिदिनु भएकोमा यहाँहरु सबैजनालाई धेरै धेरै धन्यवाद। थ्यांक यू सो मच। ल साथीहरु, हामीसँग चाहिँ फेरि 3 जना ग्राहकहरु आइसक्नु भएको छ। उहाँहरु चाहिँ हाम्रो वारियर डान्स सेन्टरको स्टुडेन्टहरु हुनुहुन्छ। सो अस्ति सागर सरको चाहिँ भिडियो आयो, हाम्रो चाहिँ आएन, हामी पनि कोसिस गर्छौं भन्दै आइपुग्नु भएको छ उहाँहरु। सो उहाँहरुसँग पनि हामी क्वेशन सोध्छौं। रेडी हेर्नु त तपाईहरु? रेडी। ल सर्वप्रथम तपाईहरुको परिचय? अनुराज बिक हो मेरो नाम। सिमरन सुनवार। बसन्ती कोलन उर्फ ब्रान्डेड गर्ल है। ल तपाईहरुलाई पहिलो प्रश्न कसले दिने एन्सर? सिमरन दिदीले। सबैको दिदी, एक मात्र दिदी सिमरन दिदीले प्रश्नको एन्सर दिनुहुन्छ। पहिलो प्रश्न छ, नेपालमा हाल कतिवटा जिल्ला छ? 77। नेपालको सबैभन्दा ठूलो ताल कुन हो? राराताल। नेपालको राष्ट्रिय पंक्षी कुन हो? डाफे। सगरमाथाको उचाइ? 8848.86 मिटर। आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो?
लासा गुम्बा यार्सा गुम्बा झन्डै लार्सा गुम्बा भनेको बहिनीले यार्सा गुम्बा भने यो पनि राइट एन्सर छ। एउटा कोठामा 4वटा कुना छ, हरेक कुनामा एउटा एउटा बिरालो छ, 4वटा बिरालो छ र हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। अब भन्नुहोस् कतिवटा बिरालो छ? 4वटा। बसन्ती दिदीले 16वटा भन्दै गर्दै थियो होइन, तर पनि हामीले प्रश्नको उत्तर चाहिँ सिमरनले दिने भएकोले गर्दा सिमरनको उत्तरलाई मान्यता दियौँ। खुट्टा छ तर हिँड्दैन, के हो? पैसा। ल फाइनल एन्सर हो त्यो? ए के हो रे सर? कुर्सी। सिन्धुली जिल्लामा कतिवटा पालिका छ र त्यो पालिकाको नाम के हो? 9। अनि नाम के हो? पालिका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, सिन्धुली गाउँपालिका। के बोले भाइ? के बोले? सिन्धुली गाउँपालिका, मरिन गाउँपालिका, हरिहरपुर गढी गाउँपालिका, तीनपाटन गाउँपालिका, टिकल गाउँपालिका, ग्याङलेस गाउँपालिका, सुनकोशी गाउँपालिका। सिन्धुली जिल्लाको गाउँपालिकाको नाम जनकपुर भन्दै छ। गोलन्जर गाउँपालिका राइट एन्सर। सिन्धुली जिल्लाको कुल क्षेत्रफल कति छ? यो त आउँदैन। बस हावा निकल गई। खै बिर्सियो सर, अर्को सोध्नु। उहाँहरूलाई यो 9 नम्बरको प्रश्न सिन्धुली जिल्लाको क्षेत्रफल कति छ भन्ने आएन। सो यो क्वेसनको एन्सर चाहिँ म दर्शकहरूलाई कमेन्ट गर्नको लागि अनुरोध गर्दछु। हेर्छु म कसले चाहिँ राइट एन्सर कमेन्ट गर्नु हुँदो रहेछ। सो तपाईहरूले यहाँसम्म कार्यक्रममा सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै हाम्रो यो युट्युब च्यानलबाट हेरिराख्नु भएका दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? सबैजनाले सरको च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि हाम्रो झापाली खाजा घरमा खाजा खाना आइदिनु होला। यसरी नै झापाली खाजा घरमा आउनु होला र स्वाद र ज्ञान पनि सिकेर जानु होला। सुँगुरको मासु खान आउनु होला। र साथीहरू उहाँहरूले चाहिँ जम्मा जम्मी 8वटा प्रश्नको उत्तर दिनुभएको छ। 9 नम्बरको उत्तरमा गएर अर्किनु भयो। सो हामीले चाहिँ उहाँहरूलाई खाजा खुवाउन सकेनौँ, तर झापाली खाजा घर भिजिट गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। र तपाईँहरू पनि हामीलाई यो भिडियोबाट हेरिराख्नु भएका दर्शकहरू पनि अर्को हप्ताको शनिबार झापाली खाजा घरमा स्वाद र सवाल भन्ने कार्यक्रममा सहभागी हुनको लागि आउनुहोला र झापाली खाजा घरमा खाजा खानको लागि पनि आउनुहोला भन्दै हामी बिदा हुन्छौँ है त। नमस्ते नमस्ते। म्याम नमान्ने के अरे बहिनीसँग चाहिँ हामी गफ गर्छौँ। तर हामीले चाहिँ हरेक शनिबार झापाली खाजा घरबाट चाहिँ स्वाद र सवाल भन्ने कार्यक्रम गर्छौँ, जहाँ 10वटा प्रश्न सोध्छौँ। त्यो 10वटा प्रश्नमा 10वटा प्रश्न मिल्यो भने हामी खाजा फ्रीमा खुवाउँछौँ। सो यो कार्यक्रममा भाग लिन चाहनुहुन्छ? ओके ल साथीहरू, हामीसँग अर्को एकजना बहिनी भेट भएको छ। हामीले चाहिँ बाटोमा भेट भएको बहिनीलाई चाहिँ बोलाएर यहाँनिर चाहिँ हामी प्रश्न सोध्न लागिरहेका छौँ। हामी सुरु गरौँ। तयार हुनुहुन्छ? हजुर। पहिला तपाईँको परिचय भन्नु। मेरो नाम आयुषा योन्जन, म अहिले 12मा पढिरहेको छु। आइम अ साइन्स स्टुडेन्ट। साइन्सको स्टुडेन्ट अब त कहाँ सक्छ, विनर भेटे जस्तो है हामीलाई आज। ल सुरुमै कहाँबाट आउनुभयो तपाईँ? म रामबाडी। आइसा बहिनी आउनु भएको छ। सो उहाँलाई चाहिँ हामी आउनु भएको होइन, हामीले जबरजस्ती बोलाएर ल्याएको। सो उहाँलाई प्रश्न सोध्छ है त। नेपालमा हाल कतिवटा जिल्ला छ? 77। नेपालको सबैभन्दा ठुलो ताल कुन हो? राणा ताल। नेपालको राष्ट्रिय पन्छी कुन हो? डाफे। सगरमाथाको उचाइ? 8848.86। आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो? यार्सा गुम्बा। वाह, यो त मलाई भन्दा छिटो थाहा भयो त यार। ओके, 5वटा एकदम सजिलो छिटो क्वेसन हामीले सकेका छौँ। सो अब ट्रिकी प्रश्न सोध्छु म। 4वटा कुनामा 4वटा बिरालो छ, हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। अब भन्नुहोस् कतिवटा बिरालो छ? 4वटा। राइट एन्सर हो। खुट्टा छ तर हिँड्दैन, के हो? खुट्टा छ तर हिँड्दैन। खुट्टा छ तर हिँड्दैन, त्यो सामान नै हुनुपर्छ के? सामान वस्तु हो। म तपाईँलाई हिन्ट पनि दिन्छु। त्यो हामी डेली प्रयोग गर्छौँ होइन, अझ स्कुलमा त धेरै प्रयोग गर्छौँ, घरमा पनि प्रयोग हुन्छ। कुर्सी। ल क्यामेरा बाहिर आमा बसेर सिकाउँदै हुनुहुन्छ। सो ठिक छ, यो 2वटा ट्रिकी प्रश्नको उत्तर आमाले मिलाइदिनु भएको छ। अब 8 नम्बरको प्रश्न रहेको छ। सिन्धुली जिल्लामा कतिवटा पालिका छन् र त्यो पालिकाको नाम के हो? नगरपालिका मात्रै कि गाउँपालिका? सबै। पालिका भनेपछि नगरपालिका गाउँपालिका सबै पर्यो। नगरपालिका त सिन्धुलीमा 2वटा मात्रै हो नि, कमलाबाई नगरपालिका र दुधौली नगरपालिका। अनि त्यसपछि अब गाउँपालिका 7वटा थियो, हरिहरपुर गढी, ग्याङलेस, गोलन्जर, सुनकोशी, टिकल, मरिन, अनि 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 3बाट उठ्छ। ल तीनपाटन। ओके ल राइट एन्सर भएको छ।
अब हामी 9औं प्रश्नमा छौं अनि दुईटा प्रश्न अझै अलिकति हार्ड हुँदै जान्छ। अर्को प्रश्न रहेको छ सिन्धुली जिल्लाको कुल क्षेत्रफल कति छ? सो कार्यक्रममा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि जाँदा जाँदै के भन्न चाहनुहुन्छ? आउनुहोस्, खानुहोस्, जानुहोस्, एकदम राम्रो हुनुहुन्छ, राम्रो सर्भिस छ, एकदम मिठो छ। थ्याङ्क यू सो मच। थ्याङ्क यू म्याम। बाई बाई। ओके बाई बाई। ल साथीहरू 8वटा प्रश्न ड्याङ्की ड्याङ मिलाइदियो बहिनीले 9 नम्बरमा गएर अड्केको छ। सो अब हामी फेरि यहाँ रुकेर कुरेर बसिरहेको छौँ। फेरि अर्को कोही आउनु भयो भने हामी समय हाल्छौँ है त। ल साथीहरू यहाँ 2जना 3जना बहिनीहरू देखेको छु म, उनीहरूलाई बोलाउँछु। आउनु उहाँहरूसँग पनि थोरै प्रश्न सोधौँ। हामी एउटा भिडियो बनाउँदैछौँ है, भिडियोमा गफ गर्न मिल्छ? मिल्छ? ल आउनुहोस्। ल 2जना बहिनीहरू रेडी भइसक्नु भएको छ हाम्रो कार्यक्रममा सहभागी हुनलाई। हामीले चाहिँ झापाली खाजा घरले हरेक शनिबार स्वाद र सवाल भन्ने कार्यक्रम गर्छौँ। यो कार्यक्रममा चाहिँ तपाईँहरूलाई 10वटा प्रश्न सोधिन्छ। सो 10वटा प्रश्नको सही जवाफ दिनुभयो भने हामी तपाईँहरूलाई 3वटा खाजा आइटम फ्री गर्छौँ। सो तपाईँहरू यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ? ल ट्राई गरौँ है। सबैभन्दा पहिला परिचय पाउँला तपाईँ। मेरो नाम चाहिँ रितिका घिमिरे। म चाहिँ हाल रातमाटामा बस्छु। अहिले चाहिँ म मामा घर आएको थिएँ अनि यता घुम्दै आएको। मेरो नाम चाहिँ दीक्षा छ, म त त्यही धुरा बस्छु, त्यो टाइल्स पसलमा। ओके रितिका र दीक्षा हुनुहुन्छ हामीसँग। म प्रश्न सोध्न सुरु गर्छु है त। नेपालमा हाल कतिवटा जिल्ला छ? 77। नेपालको सबैभन्दा ठुलो ताल कुन हो? रारा। ओके राइट एन्सर। नेपालको राष्ट्रिय पन्छी कुन हो? डाफे। वाह खतरा तेज। सगरमाथाको उचाइ कति छ? 8848.8 मिटर। वाह। अनि देख्नुभयो त आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो? तपाईँलाई हिन्ट दिउँ म? हिन्ट यसलाई चाहिँ नेपालमा चाहिँ हिमालयन गोल्ड पनि भनेर चिनिन्छ। आएन? आएन? आइ छैन? ओके ल म भनिदिन्छु है त। यसको एन्सर चाहिँ यार्सा गुम्बा। सो बहिनीहरूले 5 नम्बरको क्वेसनको एन्सर मिलाउनु भएन। सो हामी उहाँहरूलाई यति नै प्रश्न सोध्छौँ। कार्यक्रममा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै क्यामेरामा हेरेर हाम्रो दर्शकहरूलाई के भनिदिन चाहनुहुन्छ? यहाँनिर भिजिट गरिदिनु होला। यहाँ एकदमै मिठो मिठो खानेकुराहरू पाइन्छ, भिजिट गरिदिनु होला भन्नु। हजुर पनि यस्तो मौकामा अब चौका हानिहाल्नु, यस्तोमा अब सहभागी हुनुपर्छ। हजुर पनि ट्राई गर्नु नै बेस्ट हो। थ्याङ्क यू सो मच। 2जनालाई धेरै धेरै धन्यवाद। सो यहाँ 2-3जना भाइहरू पनि हुनुहुन्छ। तपाईँहरू पनि सहभागी हुने हो हाम्रो कार्यक्रममा। खाजा फ्रीमा खान पाइन्छ। पाउने? ल ल यतिको मान्छेहरू चाहियो है। सबैभन्दा पहिला तपाईँको परिचय। मेरो नाम चाहिँ विवेक घिमिरे हो। म धुरा बजारमा बस्छु। मेरो नाम अमित बन्धन, म धुम्डीवासमा बस्छु। ओके अमित र विवेक आउनु भएको छ। म उहाँहरूलाई फटाफट प्रश्न सोध्छु है त। नेपालमा हाल कतिवटा जिल्ला छ? 77। नेपालको सबैभन्दा ठुलो ताल कुन हो? रारा। नेपालको राष्ट्रिय पन्छी कुन हो? डाफे। सगरमाथाको उचाइ कति छ? 8848.86 किलोमिटर। आम्मा भाइले त अनि 80 को स्पिडमा भन्दै यार। बुझ्नु भयो? ल कसले बुझ्नु भयो कमेन्ट गर्नु, मैले बुझेँ। आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो? यार्सा गुम्बा। 6औं नम्बरको प्रश्न चाहिँ अलिकति ट्रिकी छ। ध्यान दिएर सुन्नु होला अनि ध्यान दिएर सुनेर अनि भन्नु होला है। एउटा कोठामा 4वटा कुना छ। हरेक कुनामा एउटा एउटा बिरालो छ। हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। अब भन्नुहोस् कतिवटा बिरालो छ? 7वटा। रङ एन्सर भएको छ। सो यो एन्सर म भनिदिन्छु तपाईँहरूलाई। यसको एन्सर 4वटा हो। जो भाइहरूको 6 नम्बरको एन्सर गलत भएको छ। जाँदा जाँदै हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? भनिदिनुहोस् त। तपाईँ अघि एकदम फास्टमा भनिदिनु। आउनुहोस् यहाँ एन्सर भन्नुहोस् अनि खाजा खाएर जानुहोस् है। आउनुहोस् र प्रश्नको सही उत्तर भनेर खाजा खाएर जानुहोस् अनि लाइक अनि सब्स्क्राइब पनि गरिदिनु। ल साथीहरू फेरि एकजना ग्राहक आउनु भएको छ हाम्रो होटलमा। सो उहाँसँग पनि म केही कुरा तपाईँसँग मैले कुरा गर्न सक्छु? ओके ल यहाँनिर आउनु। ल सुरु गरौँ। रेडी हुनुहुन्छ? लाज लागेको छ? धेरै लाज लागेको छ अरे। ल सबैभन्दा पहिला आफ्नो परिचय। मेरो नाम अस्मी ठकुरी हो। म सूर्योदय सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्छु। म उता तलको पार्लरबाट हो। हाम्रो नजिकै बहिनी हुनुहुँदो रहेछ। सो प्रश्न सोध्न थाल्छु म। नेपालमा हाल कतिवटा जिल्ला छ? 7।
सो नेपालको सबैभन्दा ठुलो ताल कुन हो? रारा ताल। नेपालको राष्ट्रिय पन्छी कुन हो? पन्छी पिकक। इन्द्रेणीको रङ हुन्छ भनेको पिकक भन्दैछन्। सगरमाथाको उचाइ कति हो? 8.86 मिटर। राइट एन्सर। सो उहाँलाई यति नै प्रश्न सोध्छौँ हामी। सो कार्यक्रममा सहभागी भइदिनु भएकोमा धन्यवाद। जाँदा जाँदै हाम्रो दर्शकहरूलाई के भन्नुहुन्छ? यो होटलको खाजा एकदमै मिठो छ, खानु होला। साथीहरू पर दुईजना बहिनीहरू आउँदै हुनुहुन्छ बाटोमा। सो म उहाँहरूसँग गएर क्वेसन सोध्ने प्रयास गर्छु। हेरौँ उहाँहरूले मान्नुहुन्छ कि मान्नुहुन्न। सो म एकचोटि ट्राई गर्छु है त। भिडियो बनाइरहेको छु एउटा मैले। तपाईँहरूसँग गफ गर्न सकिन्छ एकछिन भिडियोमा? सकिन्छ। उता परबाट भिडियो खिचिरहेको छौँ हामीले चाहिँ। अनि तपाईँलाई अनुहार छोप्नु भयो त लाज लागेर? चिने छैन? ए ल चिन्नु भएर चाहिँ हामीले चाहिँ झापाली खाजा घरमा हरेक शनिबार चाहिँ स्वाद र सवाल भन्ने कार्यक्रम गर्छौँ, जसमा 10वटा प्रश्न सोध्छौँ। सही उत्तर दिनुभयो भने हामीले खाजा फ्रीमा खुवाउने गरेको छ। सो तपाईँहरू पनि यो कार्यक्रममा भाग लिन चाहनुहुन्छ? चाहनुहुन्न? थ्याङ्क यू सो मच। बात नै बना। उहाँहरूले पनि मान्नु भएन। आज म रिजेक्ट भएको भइ छु, तर म कोसिस गरिरहेको छु, हार मान्दिनँ साथीहरू। जबसम्म विनर भेट्दिनँ तबसम्म आज म बजार अहिले एकछिनमा म बस पार्कमा गएर पनि सोध्छु। सो अहिले चाहिँ हामी आफै खाजा खाउँ, भोक लाग्यो। नमस्ते, सधैँ गफ गर्न सक्छु? हामीले एउटा भिडियो बनाइरहेको छौँ अनि हामी तपाईँहरूसँग थोरै गफ गर्न सक्छौँ? हामीले चाहिँ हरेक शनिबार यो झापाली खाजा घरले चाहिँ स्वाद र सवाल भन्ने कार्यक्रम गर्छौँ, जुन चाहिँ सन्तोष नेपाली भ्लग एन्ड इन्टरटेनमेन्ट युट्युब च्यानलमा आउँछ। यो पहिलो एपिसोड हामीले गरिसकेका छौँ, यो दोस्रो एपिसोडको लागि हो। सो हामीले 10वटा प्रश्न सोध्छौँ। यदि तपाईँहरूले 10वटा प्रश्नको सही जवाफ दिनुभयो भने हामीले तपाईँहरूलाई फ्रीमा खाजा खुवाउँछौँ, तिनैजनालाई। तपाईँहरू कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ? कोसिस गर्दा त भन्छ केही नयाँ कुराहरू सिक्न पाइन्छ होइन? ल ल यहीँबाट गर्छु ल। ओके ल, अलिकति यतापट्टि हामी फेरि अहिले गाडीले हाल्छ, यतातिर फर्क्यौँ ल यहाँबाट। ल साथीहरू, मैले फाइनली देख्नुभयो हार नमानेपछि यसरी भेट हुन्छ। सो मैले थुप्रैजनालाई सोधेँ, सबैले रिजेक्ट गर्नुभयो। तपाईँहरूले चाहिँ के भन्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सो तपाईँहरू तयार हुनुहुन्छ? म प्रश्न सोधौँ? सबैभन्दा पहिला तपाईँको परिचय। नाम रञ्जना राणा मगर, अनि घर चाहिँ मेरो गोलन्जर गाउँपालिका वडा नम्बर 7। सोनी भुजेल अनि मरिनबाट। अनुपा भुजेल मरिनबाट। ओके, दुईजना मरिनबाट, एकजना गोलन्जरबाट। सो उहाँहरूलाई म प्रश्न सोध्न लागिरहेको छु। पहिलो प्रश्न छ, नेपालमा हाल कतिवटा जिल्ला छ थाहा छ तपाईँहरूलाई? 77। सो नेपालमा सबैभन्दा ठुलो ताल कुन हो? रारा। सही उत्तर। तीनजनाले होइन, तपाईँहरू तीनजनाले जसले भने पनि केही फरक पर्दैन। नेपालको राष्ट्रिय पन्छी? टापे। सही उत्तर। सगरमाथाको उचाइ? 8848। राइट एन्सर। वाह, उहाँहरूले आज खाजा खाएर जानुहुन्छ जस्तो छ है। ल अब 5औं नम्बरको प्रश्न, आधा समय जीव आधा समय वनस्पति हुने जीवको नाम के हो? के हो रे? वाह, आयो सही उत्तर दिनु भएको छ तपाईँले। अब 6औं नम्बरको प्रश्नमा चाहिँ ट्रिकी प्रश्न छ, त्यसमा चाहिँ दिमाग लाउनुला अलिकति है। एउटा कोठा छ जसमा 4वटा कुना छ, 4वटा कुनामा 4वटा बिरालो छ र हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। अब भन्नुहोस् कतिवटा बिरालो छ? एउटा कोठामा 4वटा कुना छ, 4वटा कुनामा एउटा बिरालो छ हैन? 4वटा बिरालो छ। 4वटा। अनि हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। कोठा एउटै छ है फेरि? 4वटै भन्छु म त। ओके ल, राइट एन्सर 4वटा। सो अब 7 नम्बरको अलिकति यो पनि ट्रिकी छ। खुट्टा छ तर हिँड्दैन, के हो? पनि थोरै हिँड दिन्छु ल। यो हामीले घरमा प्रयोग गर्छौँ, आराम गर्नलाई प्रयोग गर्छौँ, हरेक समय प्रयोग गर्छौँ। कुर्सी। राइट एन्सर। सो हिँड दिने बित्तिकै ड्याङ्की ड्याङ हानिदिनु भएको छ। ल सिन्धुली जिल्लामा कतिवटा पालिका छ र के हो नाम? कमलामाई नगरपालिका, दुधौली नगरपालिका, गोलन्जर गाउँपालिका, मरिन गाउँपालिका, टाढा, ग्याङलेक, 5वटा, 6वटा। अनि अब एउटा के हो? 7वटा। हिन्ट्स दिनु मिल्दैन? 7वटा हो। जम्मा 9वटा हो। हिन्ट्स चाहिँ जम्मा 9वटा पालिका हो, जसमा 2टा नगरपालिका र 7वटा गाउँपालिका। हामीले कतिवटा भने 6वटा गाउँपालिका भने है। अब एउटा बाँकी नि त्यो चाहिँ पश्चिममा पर्छ ल, जिल्लाको पश्चिम भागमा।
अन्तिम जिल्ला हो, ए अन्तिम पालिका। सिन्धुली जिल्लाको अन्तिम पालिका पश्चिममा पर्छ, जता घाम डुब्छ। मरिनदेखि पनि उता छ। ल ल होइन सकेन भने पास भन्न सक्नुहुन्छ तपाईँ। त्यो त हुन्छ, तपाईँलाई थाहा छ त्यो। थाहा भएन? म भन्नु पास भयो। हरिहरपुर गढी गाउँपालिका। ल उहाँहरूको यो 8 नम्बरको क्वेसनमा एउटा एन्सर मिलेन, सो हामीले तपाईँहरूलाई खाजा त खुवाउन सक्दैनौँ, तर कार्यक्रममा सहभागी भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। जाँदा जाँदै त्यो क्यामेरामा हेरेर हाम्रो दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? सम्पूर्णलाई नमस्कार। अनि के अरे उहाँ दाइले चाहिँ अब यस्तो गेम खेलाउनु भएको रहेछ। अब हाम्रो चाहिँ फर्स्ट टाइम हो, त्यही भएर अब हामी बाटोमा काम परेर हिँडिरहेको थियौँ, झट्टै अब 81 भयो नि त, त्यही भएर हामी हडबड आयौँ पनि, फर्स्ट टाइम पनि हो। त्यसैले अब सबैजना आउनु होला, यो गेममा सहभागी हुनु होला। अनि मौकाको फाइदा हुन्छ, मौकाको फाइदा उठाएर अनि यो झापाली खाजा घरमा चाहिँ खाजा खान आउनु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। अनि तपाईँहरू पनि झापाली खाजा घरमा काम सकेर आएर खाजा खानु होला है त। ए ल अलिकति ढिलो भएछौँ। ल गाइस थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच तपाईँहरूलाई पनि। सो उहाँहरूको पनि एकदम राम्रो भएको थियो होइन, तर लास्टमा एउटा पालिकाको नाम याद भएन, जिल्लाको, सो गाउँपालिकाको नाम याद भएन। सो हामीले चाहिँ उहाँलाई खाजा खुवाउन सकेनौँ, तर उहाँहरूसँग भेटेर धेरै खुसी लाग्यो। अनि उहाँहरूले होप्स भिडियो हेर्नुहुन्छ होला, सो भिडियो हेर्नुभयो भने उहाँहरूलाई स्पेसल थ्याङ्क यू सो मच। ल साथीहरू, हाम्रो आज झापाली खाजा घरमा 2 जना मिसहरू आउनु भएको छ, हामी उहाँहरूसँग पनि कुराकानी गर्छौँ। सो तपाईँहरूसँग कुरा गर्न सक्छु मैले? सो हामीले चाहिँ हरेक शनिबार झापाली खाजा घरमा स्वाद र सवाल भन्ने कार्यक्रम गर्छौँ, जसमा चाहिँ मैले 10 वटा प्रश्न सोध्छु, सही जवाफ दिनुभयो भने तपाईँहरूलाई हामीले खाजा फ्री गर्छौँ। 3 वटा खाजा फ्री गर्छौँ। तपाईँहरू 2 जना हुनुहुन्छ, 1 जना म थपिन्छु। ल मैले पनि खाजा खान पाउने भए तपाईँहरूले प्रश्नको एन्सर दिनु होला, 3 वटा खाजा मगाऊ अनि खाउँ है। ल सुरु गरौँ, तयार हुनुहुन्छ? हजुर। पहिला तपाईँको इन्ट्रोडक्सन दिनु। नमस्ते, म चाहिँ प्रकृति कार्की, म यही सिन्धुली रातमाटामा बस्छु। नमस्ते, मेरो नाम चाहिँ मनिता गुरुङ, रातमाटामै बस्छु म पनि। रातमाटाबाट 2 जना ब्युटिफुल मिसहरू आउनु भएको छ। सो उहाँहरूलाई पनि हामी ब्युटिफुल तरिकाले क्वेसन सोध्छौँ। सुरु गर्छ है त। नेपालमा हाल कतिवटा जिल्ला छ? 77। नेपालको सबैभन्दा ठुलो ताल कुन हो? राराताल। नेपालको राष्ट्रिय पन्छी कुन हो? डाफे। सगरमाथाको उचाइ कति छ? 8848.86। आधा समय जीव र आधा समय वनस्पति हुने जीवको नाम के हो? मिसहरूलाई त कहाँ सकिन्छ होइन। 6 नम्बरको प्रश्न रहेको छ, एउटा कोठामा 4वटा कुना छ, 4वटा कुनामा 4वटा बिरालो छ, हरेक बिरालोको अगाडि 3वटा बिरालो छ। अब भन्नुहोस् कतिवटा बिरालो छ? 4वटा बिरालो। राइट, एकदम कन्फिडेन्स। 4वटा बिरालो। ओके, ल यो पनि राइट एन्सर भएको छ। खुट्टा छ तर हिँड्दैन, के हो? चेयर। अब 8 नम्बरको प्रश्न, 8, 9, 10 3वटा प्रश्न चाहिँ सिन्धुली जिल्लासँग सम्बन्धित हुन्छ, जो चाहिँ स्कुलमा 8 कक्षासम्म स्थानीय पाठ्यक्रम भनेर पढाइ पनि हुन्छ। सो तपाईँहरूलाई यो सम्भवतः तपाईँहरूलाई थाहा हुनसक्छ यो प्रश्नको उत्तरहरू चाहिँ। सो 8 नम्बरको प्रश्न छ, सिन्धुली जिल्लामा कतिवटा पालिका छ र के हो नाम? 9वटा पालिका। नाम दुवैजनाले मिली गनेर भन्न सक्नुहुन्छ। गोलन्जर गाउँपालिका, कमलामाई नगरपालिका, टिकल गाउँपालिका, झ्याङ्गेट गाउँपालिका, सुनकोशी, मरिन गाउँपालिका, हरिहरपुर गढी गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली। सो मिसहरूले यो 8 नम्बरको एन्सर पनि राइट दिइसक्नु भएको छ। अब हामी 9 नम्बरको प्रश्नतिर जान्छौँ। सिन्धुली जिल्लाको क्षेत्रफल कति छ? कुल क्षेत्रफल, यो सिन्धुली जिल्ला चाहिँ कति वर्ग किलोमिटर क्षेत्रफलमा चाहिँ बसेको छ? 2491 वर्ग किलोमिटर। 91 झन्डै मिसले बिगारिदिनु भएको लास्टमा आएर होइन। सो राइट एन्सर भइसकेको छ। 2491 वर्ग किलोमिटरमा चाहिँ हाम्रो सिन्धुली जिल्ला ओगटेको छ। सो तपाईँहरूलाई कङ्ग्रेचुलेसन। अब पुग्यौँ हामी अन्तिम प्रश्नमा। यस प्रश्नको सही जवाफ आयो भने
तपाईँ विजेता हुनुहुनेछ है तपाईँहरू दुईजना। हामीले 9वटा क्वेसनको एन्सर सही मिलाइसकेका छौँ। सो आज पनि हामीले दुईजना लेडिजहरू चाहिँ विनर पाउँछौँ जस्तो लागेको छ। अब हामी अन्तिम प्रश्नतिर लागौँ। तयार हुनुहुन्छ दुवैजना? एकदम सोचेर यो अन्तिम प्रश्न हो। सिन्धुलीको सबैभन्दा अग्लो भौगोलिक क्षेत्र कहाँ पर्छ? अग्लो आई नो यो महाभारत पर्वत श्रृङ्खला हो कि होइन? मेरो घर त्यतै पर्छ। एकदम राइट एन्सर दिनु भएको छ। ल ताली ताली दर्शकहरू सबैजनाले ताली बजाइदिनु होला। आजको हाम्रो दोस्रो एपिसोडको विनर पनि हामीले भेटिसकेका छौँ है। उहाँहरूले चाहिँ यो 10वटा प्रश्नको उत्तर मिलाइसक्नु भएको छ। सो अन्तिम प्रश्न गाह्रो हुन्छ होला भनेर सोचेको थिएँ। सो मनिता मिसको चाहिँ गाउँै त्यता रहेछ, झन् सजिलो भयो। सो 10वटा प्रश्नको उत्तर मिलाइसक्नु भएको छ। कङ्ग्रेचुलेसन यहाँहरू दुवैजनालाई। अब 3वटा खाजा फ्री छ। एउटा त मलाई त होला नि होइन? ओके ल अब हामी खाजा खान तयार हुन्छौँ। गाइस आजको यो दोस्रो एपिसोडको विजेता हुनुहुन्छ मिस मनिता र मिस प्रकृति। दुवैजनालाई कङ्ग्रेचुलेसन। ल गाइस म्यामहरूको खाजा पनि आइसकेको छ। यो चाहिँ उहाँहरूले जित्नु भएको प्राइज हो। सो म्यामहरूलाई दिनको लागि अनुरोध गर्छु। थ्याङ्क यू। ल लिनुहोस् लिनुहोस्। ल यो एउटा चाहिँ मेरो हो क्या हो होइन? यो चाहिँ उहाँहरूले जित्नु भएको हो। तर अनि दुईजना मात्रै हुनुहुन्छ। 3वटा खाजा कि प्याकिङ गराइदिनु? यो मेरो लागि दिनभरि मैले गरेको मेहनतको यो चाहिँ खाजा हो। सो हामी सुरु गर्छौँ। सो गाइस हेर्दै गर्नु होला। अर्को हप्ता फेरि पनि हामी भेट्ने छौँ। अर्को हप्ता तपाईँहरू पनि आउनु होला झापाली खाजा घरमा स्वाद र सवाल कार्यक्रमको लागि। तबसम्मको लागि बाई बाई। सबैजना आइदिनु होला झापाली खाजा घरमा मिठो खाजाको लागि। अनि स्याटरडे आउनुहोस्, नबिर्सिनु होला। स्याटरडे चाहिँ हाम्रो यहाँ स्वाद र सवालको लागि हजुरहरू चाहिँ आउनु होला है।